मरणका लागि कसैले कुनै प्रयास गरिरहनु पर्दैन, तर मरण पश्चात स्मरण हुने नागरिक चाहिँ हामीलाई चाहिएको छ। सम्झनु है, सबैले सम्झिने खालको नागरिक चाहिँ हामीलाई चाहिएको छ। त्यसका लागि उसले कुनै न कुनै कृति त छाड्न पर्यो नि, केही उल्लेख्य काम त गर्न पर्यो नि। सानो छँदा जति गल्ती गरे पनि छेनिएछ। कसैको चस्मा तानियो भने पनि कुटाइ खाँदैन, माया पाउँछ, खल्तीमा भए चक्लेट पाउँछ। ठुलो हुँदा झुक्किएर कतै छोयो भने पनि एक्सक्युज पाउँदैन, झापड पाउँछ। त्यसकारण जति बढ्दैछ उति हामीले संवेदनशील बन्दै उसलाई सही बाटो देखाउँदै लैजानु पनि छ, किनकि माथि माथि गएपछि गरेका गल्तीहरू छेड्ने हुँदैन। तपाईँ जुन विद्यार्थीको अभिभावक हुनुहुन्छ ऊ एकदमै संक्रमण कालमा छ। संक्रमण कालमा भनेको उसलाई धेरै कुरामा कौतुकता छ। त्यसैले गर्दा अलिकति अराजक पनि छ, अलिकति अटेरी पनि छ, भनेको मान्दैन, अवज्ञाकारी पनि छ। एकछिन मान्छ, एकछिनमा मान्दैन। तपाईलाई कहिले काहीँ झोक चल्छ, हिजै तँलाई मैले होमवर्क भने होइन, आजसम्म टेर्दैनस्, हिजो भने त हिजै गर्यो नि त, आज टेर्दैन नि त। सिटामोलको पनि त आयो 6 घण्टा 5 घण्टा त हुन्छ, खाइरहनु पर्यो नि त, ज्वरो आइरह्यो भने टेरेन भने भनिरहनु पर्यो नि, कहाँ छोड्न पाइन्छ र। संस्थानका बाबुआमा भइसकेपछि एकचोटि कुनै प्रोग्राम इन्स्टल गरेर अन गरे जस्तो हुन्छ र हरेक दिन भनिरहनु पर्छ, गरिरहनु पर्छ। यो छुटबाट हामीले पाउँदैनौँ, थाक्न पाइँदैन। त्यसैले गर्दा उसका हरेक क्रियाकलापहरू राम्रा हुनै भन्ने बाटोतर्फ पनि हामीले लैजानु छ। एउटा मान्छे जबसम्म उसले आफ्ना नराम्रा कुरालाई आफै खुर्केर फाल्दैन र राम्रा कुरालाई जोगाएर राख्दैन, तबसम्म ऊ योग्य बन्न सक्दैन। कसैले आएर कसैलाई राम्रो बनाउन सक्दैन। केही कुरा बुझाउन सक्छ, तर बुझाएको कुरा उसले बुझ्न पर्यो नि त, बुझ्यो भने न बुझाउन सक्छ। त्यसैले हामीले राम्रो बन्ने भनेको पनि हाम्रा नराम्रा कुरालाई छोड्ने र राम्रा कुरालाई राख्ने, जोगाउने। तपाईसँग भएको राम्रो गुण मैले लिन मिल्छ, मसँग भएको पनि राम्रो कुरा केही छ भने तपाईँले लैजान सक्नुहुन्छ। नराम्रो कुरा छ भने त अर्काको किन, आफ्नै पनि छोड्न पर्छ। बारम्बार भन्छु, फुलबारीमा जाँदा फुलको बासना आफूतिर आइरहेको छ भने हामी श्वास रोकिएर पनि तान्छौँ, हाम्रो होइन थाहा छ तर पनि लिन्छौँ। किन? चोरेको मुद्दा हाल्यो होइन, फुलको भए पनि राम्रो छ, राम्रो कुरा लिन मिल्छ। बाथरुममा बसेर नुहाउँदाखेरि जिउ दुखी पनि मिची मिची मैलो फाल्छौ, आफ्नै मैलो थियो त किन नपालेर फालेको? मैलो हो, हानि गर्छ, राख्न हुँदैन, फाल्न पर्छ। त्यसो भए हाम्रा मनमा पनि कुनै नराम्रा कुराहरू छन् भने त्यसलाई छोडौँ, राम्रा कुरा छन् भने लियौँ, यसले मात्रै हामीलाई पनि फाइदा गर्छ। हामी जे गर्छौँ त्यो सन्तानले सिक्ने पनि त्यही कुरा हो है, र त हामी परिवर्तनका लागि प्रयास गरिरहेका छौँ। आफू चाहिँ साह्रो बोल्ने, उसलाई चाहिँ बिस्तारो बोल भन्ने। कसरी थाहा छ? ओइ बिस्तारो बोल्नु पर्दैन, कस्तो साह्रो बोलेको। अनि आफूले चाहिँ कसरी बोलिरहेको छ, उसले के सिकिरहेको छ, कहिले हामीले यो ख्याल गर्यो? ओइ तँ भन्छस्, तँलाई झापड हानु, आफूले के भनिरहेको छ, उसँग के अपेक्षा गरिरहेको छ? आफूले उसँग अपेक्षा तपाईँको गरिरहेको छ भने आफैले तपाईँ भन्दै के फरक पर्छ, तिमी भन्दै के फरक पर्छ? उसँग आफूले विनम्रतापूर्वक बिस्तारो बोलिदिए के फरक पर्छ? एउटा केही कुरामा रिसायो, एकछिन चुप लाग्दिए के फरक पर्छ? उता सिकाएको क्रममा छ नि। त्यसकारण हामीले के भन्छौँ उसले कम सुन्छ, हामीले के गर्छौँ उसले बढी सुन्छ। हामी के भन्छौँ, घरमा तिमीहरू दिदी बहिनीलाई मात्रै छोडेर त कहीँ हिँड्नै सकिँदैन, झगडा पनि कति गरे हो, कसका हातमा कसको कपालको गुजुल्टो हुन्छ केही भन्नै सकिँदैन। अनि घरमा बुढाबुढी चाहिँ भोलि कहाँ घुम्न जाने विषयमा पनि झगडै परेको छ, कसका बिहेमा जाँदा कुन साडी चाहिएको छ तर कसले किन्दैन त्यसमा नै झगडै परेको छ। अनि जबसम्म हामीले सानातिना कुरामा झगडा गर्छौँ तब त उसले सिक्ने नै त्यही हो। त्यसैले पहिलो कुरा झगडा गर्दै नगरौँ। दोस्रो कुरा, झगडा गर्नै छ भने पहिले नानी बाबुलाई स्कुल पठाउँ, उनीहरू आउने बेलासम्ममा झगडा सिद्ध्याउँ, आइसकेपछि उनीहरूले झगडा थाहा नपाउन्। कम्तीमा उनीहरूले झगडा देखेनन् भने सिक्नेवाला पनि छैनन्। तर पहिलो शर्त राखेको छु है, झगडा गर्नुहोस् भने होइन, झगडा गर्दै नगरौँ, तर उनीहरूले थाहा पाउने गरी चाहिँ यो कुरा हुन भएन। अनि पो उनीहरूले सिक्दै जान्छन् त। अर्को कुरा, उनीहरूलाई पढ भन्ने तर आफू चाहिँ नपढ्ने, यो क्रियाकलाप पनि हुन सक्दैन। बेलुका घर गएपछि मोबाइल थन्क्याएर उनीहरूसँगै पढे हुन्छ। उनीहरूको कोर्स बुक पढिदिनुहोस् भने होइन, तपाईँ सामाजिक पढिदिनुहोस् उसले अर्को पढ्छ भनेको होइन, तपाईँले त्यो कोर्स बुक नपढे पनि हुन्छ।
तपाईलाई जे मन लाग्छ रामायण पढ्नुस्, महाभारत पढ्नुस्, गीता पढ्नुस्, कसैको जीवनी पढ्नुस्, उपन्यास पढ्नुस्, केही छैन। तर घरको वातावरण चाहिँ सबैजना बसेर पढ्यो भने उसलाई पनि त पढ्न कर लाग्छ नि त। आफू चाहिँ त मोबाइल हेर्ने कति डिस्टर्ब गर्दो रहेछ, पढ भनेको सुन्दैनस्, फेरि यतै छ। अनि त उसले मनमनै त भन्छ हाम्रो आमाको त आफ्नै मोबाइल छ, हेरेको हेरै गर्नुहुन्छ, पगिस् न म पनि पछि गएपछि अनि मैले पनि जाने छु। त्यसो भए यो मोबाइललाई चाहिँ हामीले प्रयोग गरौँ, नगरौँ होइन, सीमित प्रयोग गर्न पर्छ। अहिले म त्यसको सन्दर्भमा केही भनौँला, तर उनीहरूका अगाडि सकेसम्म यसलाई कम प्रयोग गरौँ अनि मात्रै हामीले सक्छौँ। उनीहरूमा हामीले चेन्ज खोजेका छौँ, परिवर्तन खोजेका छौँ है, तर हामी जस्तै बन्नुपर्छ भन्ने छैन। मलाई लाग्छ यो धरतीका हामी सबै मान्छे आफैमा राम्रा छौँ, किनभने अरूभन्दा भिन्न छौँ। तपाईँ म जस्तो हुनुहुन्न, म तपाईँ जस्तो छैन, त्यसैले तपाईँ पनि राम्रो हुनुहुन्छ, म पनि राम्रो छु। म तपाईँ जस्तो पढ्न पनि बल गर्दिनँ र तपाईँलाई पनि आग्रह गर्छु म जस्तो पढ्न पनि बल गर्नु पर्दैन, किनभने मैले मेरो काम गर्ने हो, तपाईँले तपाईँको काम गर्ने हो। तपाईँ र म फरक भएकै कारणले यो प्रकृतिमा दुवैको अस्तित्व छ। हाम्रो सन्तान पनि अरूभन्दा केहीमा फरक छ, त्यस कारणले उसको पनि अस्तित्व छ। हामीले खोज्ने यही हो। यहाँ मैले चेन्ज CHANGE, सी को अर्थ कमिटमेन्ट म भन्न सक्छु। हामीले सन्तानलाई यो बुझाउनु पर्छ। हामी के भन्छौँ, त जस्ताले पनि साइन्स पढ्छस्, फलानु तेरो मामाको छोरो त्यस्तो ट्यालेन्ट थियो, त्यो त पुल्टुङबाजी खायो, तैँले पढ्छस् होइन। मेयर साहबले अघि उदाहरण दिनुभयो त, चाहना राख्यो भने मान्छेले 25 वर्षमा कोरियन भाषा सिकेर गएको छैन र, 30 वर्षमा जापानिज भाषा सिकेर गएको छैन र, अनि उसले सानैदेखि साइन्स पढ्न नसक्ने छ र, के उसलाई फरक बनाइदिएको छ र? होइन। हामीले भनौँ सक्छस् तर पढ्नु चाहिँ पर्छ। हामी के गर्छौँ, बच्चा रुख चढ्न आँट्यो भने ओइ लडेर मर्छस् ओर्ली भनेको, अब उसले के बुझ्छ, रुख चढ्ने जति सबै लडेर मर्छ, चढ्नै हुँदैन, गिराउँला कसले टिपिदिन्छ, घाँस कसले झारिदिन्छ। चढ्न सक्छौ तिमी पनि, अहिले तिम्रा खुट्टा छोटा छन्, यहाँबाट फर्किन सक्दैनौ भने पख है, म सिडी लगाइदिन्छु अथवा म अलिकति सपोर्ट गरिदिन्छु, हुन्छ नि त, हुँदैन र? उसले केही कुरा तरकारी काट्न खोज्यो भने हात काट्छ, चक्कु चलाउन हुँदैन, हो चक्कु चलाउन हुँदैन, हात काट्छ, एउटा निश्चित उमेरसम्म होला नि त, पछि गएर हामी नहुँदा पनि यो धरतीमा उसले त बाँच्न पर्छ। त्यति बेला आमाले चक्कु चलाउँदा हात काट्छ भनेर सुनेर हात बाँधेर बसेर उसको निर्वाह हुन्छ र? चक्कु चलाउन पर्छ, तर यसरी चलाउन पर्छ। अहिले सानै छौ, अर्को कक्षामा गएर चलाउन पर्छ, केही होला नि त। ती माथि हाम्रा त 5, 6, 7, 8 पढ्नेले त मजाले चलायो हुन्छ, फरक पर्नेवाला छैन। त्यसैले उसलाई हामीले गर्न सक्छु भन्ने एउटा कन्फिडेन्स, सी को कन्फिडेन्स पनि चाहियो। कन्टिन्युटी, निरन्तरता चाहिन्छ है। निरन्तर गर्यो भने त मान्छेले जित्न सक्छ। तपाईँ हामीले पढेको एउटा सानाको कथा थियो नि, खरायो र कछुवाको दौड। दौड अन्तिममा कसले जित्यो? खरायोले होइन, हजुर कछुवाले। ए कछुवासँग त पखेटा थियो नि त, होइन? कछुवाका त खुट्टा खरायोको भन्दा लामा थिए नि त, थिएन? अनि कसरी जित्यो त? हजुर निरन्तरता, किनभने खरायो निदाउँदा पनि कछुवाले दौडन छोडेन। जसले आफ्नो काममा निरन्तरता दिन्छ त्यसले हार्न पर्दैन, जित्न पाउँछ। त्यसैले हामीले पनि उसलाई, सी को अर्थ कन्टिन्युटी, निरन्तरता बुझाउँ है, र हामीले पनि काममा निरन्तरता उसका अगाडि देखाउन पर्छ। अर्को सी को अर्थ हो क्रिएटिभिटी। अघि मिठो चिया पकाउने भनेको त्यही त हो नि, क्रिएटिभिटी, त्यही त हो नि सृजनशीलता। अरूको भन्दा फरक के गर्ने, त्यही कुराले त सृजना देखाउँछ, त्यो कुरा हुन पर्यो। उसले कहिलेकाहीँ चित्र बनाउँछ, चित्र बनाउँदै गर्दा कान चाहिँ बनाउन बिर्सिन्छ। हेर हेर मूर्ख, कानै नभएको होइन, कम्तीमा कान बिर्से पनि नाक त सम्झेछ नि त, भोलि त कान पनि सम्झेला नि त। त्यसैले त्यो सृजनशीलतालाई हामीले प्राथमिकता अर्थात् महत्त्वमा राखेर पनि उसलाई सिकाउन सक्छौँ। र सी को अर्को महत्त्वपूर्ण कुरा हो क्यारेक्टर, चरित्र है। आज फेल भएको विद्यार्थी भोलि पास हुन सक्छ, आज बिरामी भएको व्यक्ति भोलि निको हुन सक्छ, तर आज चरित्रहीन भएको मान्छे भोलि न चरित्र कमाउन सक्छ, न चरित्र कुनै हस्पिटलमा उपचार हुन्छ। विषयमा मार्कसिटमा लागेको दाग मेटेर फाल्न सकिन्छ, तर जिन्दगीमा लागेको दाग मेटेर फाल्न सकिँदैन। त्यसैले चरित्रवान पनि बन्दै जानुपर्छ। मान्छे इमान्दार र चरित्रवान छ भने 3rd डिभिजनमा पास गरे पनि जीवनमा गरी खान्छ, तर 1st डिभिजनमा पास गर्छ र ठगिरहन्छ भने एक ताल मात्रै हो, सधैँभरि गरी खान सक्दैन। त्यसैले जीवनमा पास हुने शिक्षा हामीले सिकाउनु छ र खोज्नु छ, पढाइमा पास हुने मात्रै होइन, अर्को साथीसँगको मात्रै प्रतिस्पर्धा